आमा, जीवनदाता, निस्वार्थ माया गर्ने, सुरक्षित आश्रय स्थल, त्याग र बलिदानको प्रतीक, प्रेरणाको स्रोत अनि अभिभावक, जीवनका आधार स्तम्भ, संरक्षण र सुरक्षा, पहिलो शिक्षक, माया र आत्मबलको मुख्य स्रोत, भविष्य निर्माणका सहयोगी हुन्। आमा निस्वार्थी हुन्छन् भनिन्छ नि। बुबा नहुँदा आधा टुहुरा अनि आमा नहुँदा टक्कै टुहुरा, अर्थात् पूर्ण टुहुरा। एक सन्तानका लागि परिवार भन्दा महत्वपूर्ण के हुन सक्छ? हरेक आमा बुवाले सन्तानको इच्छा राख्दछन्। सबैलाई सन्तान प्राप्ति पनि हुँदैन। प्राप्त भएकाले महत्व नबुझेरै होला। त्यसैले आज हजारौं हजार बालबालिका सडकमा छन्, कसैको आश्रय खोजिरहेका छन्, कतै आफ्नै अभिभावकको कारण त कतै बाध्यतावश। यही बाध्यता हो या अरू केही? एक 3-4 वर्षीय बालक मेहरमान, जसलाई धरानमा रहेको एक आश्रम स्थल टम ह्युजको परिवारका ढोकामा छोडियो। सबै अनाथहरू, सबै असहाय बालबालिकाहरू मेहरमान जस्तो भाग्यमानी त नहोलान्। उहाँको भाग्यवश भनौँ या परमेश्वरको योजना, उहाँलाई टम ह्युजको काख पाएकै कारण सब थोक प्राप्त गरे चाहिँ भयो। उहाँको जीवनमा नयाँ प्रकाश आयो। मानवीय आधारभूत आवश्यकता पूरा हुँदै थियो। यो सँगसँगै उनको जीवनमा यति धेरै खुसी आए कि धरानका कुनै लाहुरेको सन्तान भन्दा कम थिएन उहाँको जीवन। समयको पाबन्दीसँगै टिनेजमा प्रवेश गरेका मेहरमानका आफ्ना साथी सङ्गीहरूसँगै खेल्दै हाँस्दै हुर्कदै बढ्दै जाँदा उनका सपनाहरू पनि फरक फरक देखिन थाले। उनका सपनाहरू अनौठो अनौठो हुँदै गए। जब म बढ्दै थिएँ, मेरो टिनेजको उमेरमा मैले एउटा परिकल्पना गरेको थिएँ। म अब केही समयपछि, केही वर्षपछि मैले बिहा गर्नुपर्छ अनि मलाई यस्तो मजाको राम्रो श्रीमती होस्, अनि त्यो श्रीमती चाहिँ विदेशी श्रीमती होस् भन्ने मेरो चाहना थियो। तर उमेर बढ्दै गर्दाखेरि परमप्रभुले मलाई एउटा असल अनि राम्री सुहाउँदो नेपाली श्रीमती दिनुभयो, जोसँग अहिलेसम्म म धेरै प्रसन्न र खुसी भएको छु र उहाँलाई धन्यवाद दिइरहेको छु। अनौठो अनौठो प्रकारका सपना हुन्छन्। मानिसको इच्छाले कहाँ हुने रहेछ। उहाँले देख्नु भएको सपना त पूरा भएन, तर उहाँलाई आफ्नै युवा साथीहरूको सङ्गतले कुलतको बाटोतिर डोर्यायो। जब मेरो जवानी अवस्था थियो अनि त्यतिखेर साथीहरूको सङ्गतले गर्दा, स्कुलको साथीहरूले गर्दाखेरि म पनि अलिकति दुर्व्यसनीमा यानि कि आउट अफ ट्र्याक हुन पुगेँ। अनि त्यसले गर्दा मैले आफ्नो क्यारियरलाई, आफ्नो पढाइलाई बिगार्न पर्यो। हो, कुनै पनि कदम अगाडि बढ्नलाई पुरानो कदमलाई पार गर्दै छोड्दै अगाडि बढ्नुपर्छ। उहाँको बुवा टम ह्युजको मृत्युपछि सम्पूर्ण ह्युज परिवारको जिम्मेवारी मेहरमानको काँधमा आयो। जुन दिनदेखि मैले मेरो बाबा बित्नुभयो, अनि त्यसपछि मेरो जीवनमा एउटा ठुलो जिम्मेवारी आयो। मैले 28 जना मेरो भाइ अपाङ्ग दाजुहरूको रेखदेख गर्नुपर्ने, हेरविचार गर्नुपर्ने, उनीहरूको भविष्यको लागि क्यारियर बनाइदिनु पर्ने। अनि त्यस कारणले गर्दा मैले मेरो विगतका ती आचरणहरू, ती स्वभावहरूलाई, ती लदहरूलाई मैले सबै त्यागेँ र मैले मेरो भाइहरू, अपाङ्ग दाजुहरू प्रतिको भविष्यको लागि मैले एउटा जिम्मेवारी अभिभावकको रूपमा वहन गरेर अगाडि बढेँ। त्यही जिम्मेवारीलाई काँधमा लिएर निरन्तर अघि बढिरहेको एक युवा, दिनहुँ परमेश्वरको अनुग्रह र उहाँ प्रतिको दृढताका कारण उहाँले आफ्नो जिम्मेवारीलाई राम्रोसँग पूरा गर्दै जानुभयो। आफ्नो परिवारको निम्ति अहोरात खटिरहँदा उहाँलाई थुप्रै अवसरहरू प्राप्त भए। समाज सेवा लगायत विभिन्न ठाउँमा परिवार सँगसँगै उहाँमा समाज सेवा प्रतिको जिम्मेवारीले पछ्याइरह्यो। प्राकृतिक प्रकोपमा उद्धार राहत वितरणमा सक्रिय भूमिका गरिरहनु भएका ह्युजमा अर्को जिम्मेवारी चर्चको सेवकाई, पास्टरी सेवकाईको जिम्मेवारी थपियो। हाल उहाँ धरान 12 स्थित न्यू लाइफ चर्चमा सिनियर पास्टरको रूपमा हुनुहुन्छ। यसभन्दा अगाडि
युवा अवस्थामा इसाई समाजको प्रदेशका महासचिव, यसै गरी विभिन्न सङ्घ संस्थामा उत्तिकै सक्रिय पास्टर ह्युज हाल धरानमा सञ्चालित हाट एफएम 87.6 मेगाहर्जका अध्यक्ष हुनुहुन्छ। अहिले उहाँको दिनचर्या पास्टरी सेवकाई, मिडिया, सोसल वर्क र आफ्नै ह्युज फ्यामिलीमा रहेका 14 जना विभिन्न उमेर समूहका अनाथ असहाय बालबालिका तथा वृद्ध वृद्धाहरूको हेरचाहमा बितिरहेको छ। परमेश्वरमा परिवर्तन सम्भव छ। पास्टर मेहरमान ह्युजलाई परिवर्तन गर्ने, साथ दिने, अनुग्रह गर्ने परमेश्वरले के तपाईँ हामीलाई साथ दिनुहुन्न होला र?